हेलो साथीहरु, आज चाहिँ हाम्रो कोठामा फिस पाक्दैछ, माछा। मेरो फिसको रेसिपी कस्तो हुन्छ तपाईहरुलाई मन पर्यो भने भिडियो शेयर सब्स्क्राइब गरिदिनु होला। ट्याक्कै माछा पकाउनलाई पहिले माछा रेडी गरियो। माछा रेडी गरेपछि अदुवा लसुन टमाटर पेस्ट बनाइयो, नुन हालियो, अनि तेल चाहिँ यो सेतो खालको चाहिन्छ है माछा तार्नलाई। त्यहाँदेखि तेल हल्का हालियो काँचो माछामा, अनि गोलगाल पारेर घोलियो। घोलिसकेपछि यसलाई ट्याक्कैसँगले पहिले ग्यास बाल्यो। ग्यासमाथि कराई राख्यो। कराई राखेर तेल हालियो। तेल खरिनलाई छोडियो। त्यहाँदेखि तपाईहरुलाई मेरो माछा तार्ने पुनी देखाएको हेर्नु होला। यो खरिसकेपछि माछा हाल्यो हो, चटक्कै माछा हाल्नु पर्यो तेलमा फ्राई गर्नलाई। अनि माछा तिगो भएपछि अब हल्का रातो भयो, माछाले कलर फेर्यो। त्यहाँदेखि यसलाई झिकेर साइडको प्लेटमा थपक्कै राखियो। यो चाहिँ फेरि हल्का माछामा ग्रेभी गर्न भनेर चाहिँ अदुवा लसुनको पेस्ट अनि प्याज अनि टमाटर हालेर छोप्दै पकाइयो। अर्को ग्यासमा सानो ताई बसाइयो। जेठा छोरा माछा मासु नखाने, उसको लागि अन्डा। यतातिर यो टमाटर प्याज पेस्टहरू भुट्दै, उतातिर माछा बनाउनलाई तयारी गर्दै, यता चाहिँ अन्डा फेरि छोरोको लागि बनाउनलाई रेस्टुरेन्ट होटलमा भन्दा राम्रो बनाउँछु कि म यसरी। अनि मनपर्छ अनि जहिले मैले पकाइदिनु पर्छ हैन। अनि ट्याक चाउचाउ ठिक पारियो। अनि यो चाहिँ माछाको ग्रेभीमा यो चाहिँ यता अन्डा नि यतिको भइसक्यो। अनि चाउचाउरो हालियो। टमाटर काँचो खाने एकैचोटि हालेको उल्ली नै मैले हालिदिएको होइन। चाउचाउमा पनि सुप हालिदियो, सुप बिना खाना खाँदैनन्। अनि यो टमाटर प्याज अदुवा लसुन सबै ठिक भयो। यता पाकेपछि माछा अनि हल्का ग्रेभी गर्नलाई पानी हालियो टमाटर प्याजमा। अनि यसरी हालेर चट्ट छोप्यो। अनि माछा हालेर छोपेपछि यतिको उम्लेपछि अब यो खानालाई रेडी भयो। हामी चाहिँ खान्छौँ। कस्तो लाग्यो भिडियो सेयर गरिदिनु होला है।